हर्क साम्पाङले मुखै छोडेर त भन्नुभएको छ बालेनजीलाई। कसरी यो मान्छे चाहिँ यो भयो यार। पहिले त ठिकै लाग्थ्यो, हामीले पनि ओहो हर्क जस्तो हुनुपर्छ है भनेको थियौँ, तर हर्क त उहाँ चाहिँ नालायक भएर जानुभयो। आज मैले बेकार भोट हालेछु भनिरहेको छ मान्छे। उहाँको यो बालेन अब चाहिँ हद भयो, हद गर्दैछ यसले, मन्दिर गुम्बा चर्च र स्कुल समेत भत्काउँदैछ भन्नुभएको छ। अब अनावश्यक ठाउँमा बनाएको छैन, भत्काइन्छ, त्यो उहाँलाई टाउ दुखाइँदैन। जनताले म्यान्डेट दिएको छ बालेन सरकारलाई, कहाँ कहाँ भत्काउन पर्ने कहाँ कहाँ बनाउन पर्ने उहाँको काम हो। हर्कको काम सुनेर हेरेर बस्ने हो, उहाँलाई गाली गर्ने पनि अधिकार छैन। बुझ्नुभयो नि के? किनभने दुईटै सरकारलाई गाली गर्ने उसको हैसियतै छैन, कुनै पनि एङ्गलबाट मिल्दैन। एउटा गायककार सुन्नु न, एउटा पोलिटिक्सियन मान्छेले गीत गाउँदा कसरी गाउँछ सुन्नु भएको छैन? त्यस्तो मान्छे त म त भने कसरी यो मान्छे चाहिँ यो भयो यार। पहिला त ठिकै लाग्थ्यो, हामीले पनि ओहो हर्क जस्तो हुनुपर्छ है भनेको थियौँ, तर हर्क त उहाँ चाहिँ नालायक भएर जानुभयो। आज मैले बेकार भोट हालेछु भनिरहेको छ मान्छे। उहाँको स्वर मिठो छैन, उहाँले फ्यात्ता फ्यात्ता भन्ने गीत गाउनुहुन्छ, त्यसमा तपाईँ आपत्ति? फ्यात्ता फ्यात्ता भन्ने थुथु भन्ने त्यस्तो नेता हुन्छ? नेताले गर्ने अभिव्यक्ति हो त्यो? एउटा प्रधानमन्त्री भन्ने मान्छेले अभिव्यक्ति हो? गीत त गीतै हो नि। त्यो त सुन न, उसले तपाईँको शब्दमा भन्ने हो भने त त्यो त धेरै, म त्यो शब्दै बोल्दिनँ क्या। त्यो खालको व्यवहार छ उसको, त्यो खालको लगाइ छ, त्यो खालको खवाइ छ। उसको राजनीतिक चरित्र नभएको मान्छेको व्याख्या नगरोस्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी हेर्ने 101 युवाहरू छन्, सचेत नागरिकहरू छन्। हामीले खबरदारी भनेका छौँ, तपाईँहरूलाई भन्दा चिन्ता हामीलाई छ के? हामी कुनै पनि पदमा बसेका छैनौँ। हाम्रो सांसदहरूले विगतकै सांसदले जस्तो गर्लाई भनेर हामीले खबरदारी मचाइराखेका छौँ।